एसी मिलानको पोल्टामा आयो मिलान डर्बी। इटालियन सेरियाको 12औं राउन्डको खेलमा एसी मिलानले इन्टर मिलानलाई 1-0 ले पराजित गरेको छ। यो खेलसँगै इन्टर मिलान लास्ट 6 म्याचेसमा एसी मिलान विरुद्ध जितविहीन रहेको छ। स्ट्याटिस्टिकल डोमिनेन्स इन्टरको भए पनि 3 पोइन्ट भने मिलानको गोजीमा परेको छ। यो खेल हाफ टाइमसम्म 0-0 को बराबरीमा रह्यो। सेकेन्ड हाफमा भने 54औं मिनेटमा क्रिस्टियन पुलिसिसले गोल गरेर मिलानलाई 1-0 को अग्रतामा राखे। मिलानका डिफेन्डर पाब्लोभिचले थुरामलाई फल गर्दा इन्टरले पेनाल्टी पायो, तर 74औं मिनेटमा हाकान कालानोग्लुले उक्त पेनाल्टी प्रहार गर्दा मिलानका गोलकिपर माइक म्याग्नानले त्यसलाई सेभ गरिदिए। यो जितसँगै 12 खेलमा 7 जित 4 ड्र र 1 हार सहित 25 पोइन्टमा मिलान दोस्रोमा बसेको छ भने इन्टर 8 जित र 4 हार सहित 24 पोइन्टमा लिगमा चौथोमा बसेको छ। यता एसी मिलानका कोच मासिमिलियानो अलेग्री आफ्नो दोस्रो कार्यकालमा मिलानमा अल कम्पिटिसन्समा 100 खेल जिताउने 7औं कोच बनेका छन्। उनीभन्दा अघि कार्लो एन्सेलोटी, नेरियो रोको, फ्याबियो क्यापेलो, स्टेफानो पियोली, निल्स लिडहम र आरिगो साचीले यो रेकर्ड बनाएका थिए। मिलानका गोलकिपर माइग्नानले सेरियामा फेस गरेको लास्ट 6 पेनाल्टिज मध्ये 3 वटा सेभ गरेका छन्, तर यसअघि उनले 12 वटा पेनाल्टी फेस गर्दा जम्मा एउटा मात्रै सेभ गर्न सकेका थिए।